कति पैसा खानुभयो सिधा कुरा भन्नु ल नराडी भन्नु कति पैसा खानुभयो 12-25 को त नापेको कैन तर यहाँको बल भयो अरूतिर लान पाउँदैन नमस्कार यहाँहरु सम्पूर्णलाई स्वागत छ मेरो नाम हो सागर चामलिङ सदाझै आज पनि धेरै समयको अन्तरालपछि फेरि पुनः तपाईहरुकै माझमा युट्युब भ्लग लिएर उपस्थित भइसकेको छु आजको विषयवस्तु चाहिँ अलिकति फरक छ यो ठाउँ हो जिल्ला सुनसरी बर्हा क्षेत्र नगरपालिका वार्ड नम्बर 6 स्थित श्रीलङ्का टापुमा चाहिँ विकास हुँदैछ तपाईले देखिरहनु भएको छ ब्याकग्राउन्डमा हैन यति धेरै ढुङ्गा झरेको छ यो चाहिँ केको लागि भन्दाखेरि चाहिँ यो हाम्रो कोसी कटान रोक्नका लागि यो यहाँनिर तार जाली हुँदैछ ढुङ्गा जाली हुँदैछ यो चाहिँ स्पोन्सर बाई हाम्रो इन्डियाले गर्नुभएको हो भने आज हाम्रो बर्हा क्षेत्र नगरपालिकाको मेयर साहब पनि आउनुभएको थियो उहाँले यस क्षेत्रमा उद्घाटन त गर्नुभयो तर हाम्रो जनताको यो मात्रै गुनासो छ कि यो क्षेत्रमा प्रोजेक्ट हुँदाखेरि यहाँको जनतालाई किन थाहा भएन सहायक ठेका लिने हाम्रै स्थानीय हुनुहुन्छ भन्ने सुन्नमा आएको छ सो उहाँहरूले चाहिँ हामीलाई जानकारी दिन अलिक ढिलो गर्नुभयो कि जस्तो यहाँको युवाहरूले आक्रोश अघि पोख्नु भएको जहाँ तपाईँहरूले देखिरहनु भएको छ यो क्षेत्र विकास भइरहँदाखेरि यहाँको स्थानीय किन आक्रोशित छन् त यो प्रश्न तपाईलाई पनि लाग्न सक्छ हो आउनुहोस् आज म तपाईलाई क्लियर पार्नेछु प्रश्न पार्नेछु 12-25 को त भन्छ नापेको कैन भन्नु अहिले के भन्छ 12 भन्ने साले फेरि कति पैसा खानुभयो सिधा कुरा भन्नु ल नराडी भन्नु कति पैसा खानुभयो 12-25 को त नापेको कैन सुरुमा 12-25 को भन्छ नापेको त्यहाँनिर 12-25 एस्टिमेट देंगे बोलेंगे हम बोलेंगे डिस्कशन हो जाएंगे एस्टिमेट भनेको त नकली बनाउन जाएको सही है ना मेयर साहब जो आ रहे हैं ना जो यहाँनिर 12-25 पुरा भन्दै 12-25 मिठो मिठो बन्दै यहाँनिर खानलाई पुरा उले नि हेर एक बात सुनिए पहले आप किया था तब 25 मीटर क्या था तब बोला था कौन यहाँ नाप्ने 25 12-25 भन्दै थियो 25 इसका भन्दै थियो फेरि ठेकेदार है 25 ठेकेदारले त ठेकेदारले जे पनि भन्छ नि ठेकेदार हो तर खुवाइदिन्छ खुवाएपछि पुरा भइहाल्छ सुरुमा त 12-25 नापेको कैन भन्नु ननाडी भन्नु हो किन भन्नु 12-25 नापेको हैन बाजे काम गर्दैन तर हैन काम गर्नु दिने हो तर इच्छामा जान काम हुनु पर्यो 12-25 गर्नु पर्यो ए हामीलाई थाहा छैन तपाईले त्यहाँ नाप्ने सुरुमा 12-25 भनेर नापेको कैन कौन मान्ने त नाप्ने बेलामा म पनि नाप्ने बेलामा 12-25 को भन्छ नापेको अहिले 12 छ भन्नुहुन्छ फेरि अहिले सुरुमा फेरि 12 जो है लंबाई है ठीक है चौडाइ पहले सुनो तुम अपना हल्ला कर ये क्या कहला नगर यार हामीले पनि पाएन सुनेगा ना हल्ला कर आप सुनिए ठीक है 12 मीटर ये लंबा होगा लंबाई पर 12 होगा एक स्टेप जो बनेगा एक जो बनने के बाद जैसे दूसरा बनेगा ना जो एक यहाँ बन गया एक दूसरा जो बनेगा इसके बीच का दूरी जो है खाली मिट्टी वो 24 फीट होना चाहिए 24 मीटर 24 मीटर लंबाई हाँ लंबाई 24 मीटर खाली जगह जैसे कि ये यहाँ पुरा यहाँ खुला जग्गा पर्छ नि त बताते भनेर मात्र भएन पुरा स्टामा नभए काम हुनु पर्छ अनि कति भन्नु पर्छ 25 मिनेट नापे त बोस आउँदाखेरि चाहिँ मेन आउँदाखेरि चाहिँ अहिले 12 बजे नापेर हुन्छ जुन तपाईहरुले यो अघिको भिडियो देखिहाल्नु भयो यहाँ निकै तनावग्रस्त गान्डाङगुन्डुङ दुई पक्षीय कुराहरू भयो दुई पक्षीय कुरा भइरहँदाखेरि यहाँका जेएनजी भाइहरूले चाहिँ उठाउनु भएको आवाज चाहिँ यो हो कि यो काम सुरु हुँदै गर्दाखेरि इस्टिमेट पेपर अथवा सार्वजनिक रूपमा देखिने खालको एउटा बोर्ड किन नराखेको अनि यहाँको यो क्षेत्रमा काम गरिरहँदाखेरि यो कोसी धारको बालुवा चाहिँ अन्यन्त्र क्षेत्रमा गएको भन्ने कुरो पनि छ जहाँ म तपाईहरुलाई यो भिडियो मार्फत पनि देखाइदिइरहेछु यसरी यो क्षेत्रको बालुवा चाहिँ उत्खनन गरेर अर्को क्षेत्रमा लाँदै गरेको यो भिडियोले पनि प्रश्न पारिरहेछ यसरी यो क्षेत्रको बालुवा यहाँका स्थानीय बिना
स्थानीयको अनुमति बिना लान पाइँदैन, त्यो तपाईँहरू सबैलाई थाहा नै छ। यति हुँदै पनि यहाँका बुद्धिजीवीहरूले अग्रजहरूले के भनिराख्नु भएको छ भने 1-2 ट्र्याक्टर घरायसी प्रयोजनको लागि भनेर भन्नुभएको थियो। तर त्यो चाहिँ मलाई अलिकति गलत जस्तो लाग्यो, किनभने यहाँ यति धेरै खाल्टा खनिएको छ होइन, यो यति धेरै बालुवा छ, यहाँ बालुवा देखिँदैन हामीले, जुन तपाईँहरूले देखिरहनु पनि भएको छ। यो चाहिँ अलिकति गलत हो जस्तो लाग्छ। पूरा पर्कोपाइन था, लेकिन ये भूमि ऐसा है ना कि हम लोग पर्कोपाइन पे मतलब सरवाइव नहीं कर पा रहे। यहाँ का डिमांड था कि ढोंगा दियो, तो हमने विभाग से भी कहा कि भाई पर्कोपाइन लगाने से कोई फायदा हो नहीं रहा है कि नहीं, तो नया तौर पे यहाँ कुछ एक्सपेरिमेंट के ही तौर पे दिया जाए ढोंगा, तो ढोंगा ही दिया गया। लेकिन इस बार 12 मीटर बाई 6 मीटर का दिया गया है चौड़ाई में, ठीक है। ऊपर से स्टेप कटते जाता है, जैसे ढूंगा हम लोग लगाते हैं तो स्टेप कटते जाता है, तो 12 बाई 6 है। तो इस एरिया के हिसाब से तो बहुत छोटा ही है ना। हमारा देखिए 700-800 मीटर बिल्कुल खाली एरिया है, और 12 मीटर का हम दे रहे हैं, है ना, 6 मीटर का चौड़ाई दे रहे हैं, तो बहुत कम है। लोगों को लगेगा भी कम है, लेकिन हम लोग का एक्सपेरिमेंट है कि कितना फ्लड में झेल सकता है कि नहीं। अगर हमारा एक्सपेरिमेंट सफल हुआ तो आगे और हम लोग बढ़ाएंगे, है कि नहीं, उसके पीछे से बढ़ाएंगे, है कि नहीं। तो ऐसा ही है, तो लोगों का भी आप अपने तरीक़ा से आप भी बता सकते हैं। और बाकी इतना ही काम लाने के लिए आपका सहयोग, इनका सहयोग, सबका सहयोग रहा, तभी आप आया, है कि नहीं। नहीं तो इतना पैसा। दूरी भी बता दीजिए। हाँ सर, हम लोग का जो है स्टार्ट का जो एक स्टार्ट की दूरी दूसरे स्टार्ट की दूरी 30 मीटर पे है। 30 मीटर पे सेंटर टू सेंटर 30 मीटर सेंटर, वो 3 का सीरीज रहेगा सर। 3 सीरीज, 3 स्टार्ट के बाद वो डिस्टेंस 100 मीटर के बाद होगा, 100 मीटर के बाद फिर 3, फिर 100 मीटर के बाद 3, ऐसे ऐसे करके टोटल 24 स्टार्ट है। मतलब 8 का ग्रुप है सर, 8 या 24, जिसमें 6 इधर बनना है, 2 बनना है उस साइड बनना है, 2 का सीरीज उधर है। 2 का सीरीज यानी 6 गो स्टार्ट, 6 स्टार्ट है। एक सीरीज यानी 3 स्टार्ट। जैसे ये एक सीरीज होगा, देख सकते हैं आप, देखिए ना, 3 है, उसके बाद 3 सीरीज के बाद 100 मीटर के बाद फिर 3 जो सीरीज हुआ ना, ऐसे 3, इसको हम लोग एक मान लेते हैं, तो इसके बीच का डिस्टेंस हो गया 30 मीटर, और ये जो 3 सीरीज हुआ, ये दोनों सीरीज के बीच के डिस्टेंस हो गया 100 मीटर का गैप, यही है। और यही हम लोग दे रहे हैं, ये एक्सपेरिमेंट के तौर पे है। बाकी हम लोग का अगर सफल रहा, कोसी माई अगर इसको सफल किए, तो बस हम लोग फिर आगे बढ़ेंगे एकदम, है ना, थ्रू आउट। फिर आगे आप लोग का भी सहयोग रहेगा। बिना आपके सहयोग से तो आएगा नहीं काम, है कि नहीं। आप लोग जितना टोटल लंबाई लम्बाई चाहिँ कति मिटर भन्ने यस्तो 6 मीटर 6 बाई 12 अनि अस्ति त 25 गरेको छ त यहाँ एस्टिमेट हेरौँ न, एस्टिमेट एकचोटि एस्टिमेट हेर्दा हुँदैन। नहीं, हमें बनाया हाम्रो 1 लाख काम एस्टिमेट हुन्छ नि, प्लिज प्लिज 1 लाख एस्टिमेट हुन्छ यहाँ। अस्ति भाइले भन्दै थियो यहाँ 25 मिटर नापेको छ अरे, अनि यस्तो 12 नापेको छ अरे, त्यही भएर एस्टिमेट खोज्नु हेर्नु खोजेको। सबै कुरा खोज्नुपर्छ, एस्टिमेट पनि खोज्नु। र त एस्टिमेट यहाँ हुनुपर्छ, उहाँहरूसँग एस्टिमेट हुनुपर्छ यहाँ। यसको लागत कति हो, कति यहाँ बनेको, कसले ठेका पारेको, त्यो सबै टाँस्नुहुन्छ यहाँ, टाँसिन्छ। हैन नापेको 25 मिटर खनिन्छ खनोस् न पहिले, त्यो एस्टिमेट देखाएर एस्टिमेट यहाँ हुनुपर्छ। सुन न नापेको तपाईहरुसँग एस्टिमेट कन्फर्म छ? अस्ति उहाँसँग म कुरो भएको एस्टिमेट हामीले बनाइसकेको छौँ, माथि 6 को यहाँ 12-18 भनेको छ उहाँले नि भनेको। हामीले काम रोकेको होइन, तर एस्टिमेट हुनु अनि यस्तो चौडाइ 12 अरे, अहिले 12 मात्रै भन्दैछ। हाम्रो नगरपालिकाको प्राविधिक उहाँको प्राविधिकलाई राखेर तपाईहरुलाई राखेर एस्टिमेट देखाएर काम सुरु गरौँला है। ल तर नापेको भनिन्छ त खनिन्छ नि त, पहिला सुन्नु पहिला हो के न भन्नु। अब अहिले के गरौँ भने अब काम त सुरु भइहाल्छ, उद्घाटन भएपछि काम त सुरु भइहाल्छ नि। अब तपाईको उहाँको एस्टिमेट, उहाँको नगरपालिकाको प्राविधिक, यहाँको प्राविधिक बसेर तपाईहरुलाई पनि राखेर, तपाईहरु 10-12 जना आउनुस्, राखेर बसेर अथवा यहीँ बसौँ, बसेर त्यो हेरेर अनि काम सुरु गरौँ। हामी 10 राख्यो नि, हामी गाउँमै आछौँ नि। सिलेबस धेरै किन राम्रो
अहिले उहाँले 12 मिटर मात्र भन्नुहुन्छ पहिला 25 मिटर 12 मिटर यो पुऱ्याउँदैन यो फाउन्डेसन जुन बालुवा उब्रेको छ नि यो बालुवा चाहिँ के को आधारले बेचिरहेको छ ट्र्याक्टरमा सब उता जाँदैछ त्यो बाटो के हो कसरी बेच्छ हामीले त भिडियो प्रुफै देखेको छौं ट्र्याक्टरमा लादैछ त ट्र्याक्टरमा लादैछ ए बाबा हामीले त देखेको हो त आँखाले देखेको त बोल्नु पाइयो नि त काम गर्न दिउँ काम अनि मेयर साहब यहाँ सुन न एउटा कुरो ल हजुरले भन्नु नि एउटा कुरो ल ठिक छ हामी सबै बसेर स्टार्ट गर्ने भन्नु पोहोरको पिलर उहाँ नलाग्ने यहाँ किन स्टक भयो पोहोरको पिलर स्टक गर्ने पिलर राखेको छ ल भन्नुहोस् यो के गर्ने यो काम हामी माथि तोले लाउनु भन्दा उहाँ नलाएर पिलर यहाँ स्टक भन्छ कति बेच्यो कति यसो त यो त अनि दिउँसै यसो ल भन्नुहोस् गर्नु पाउने यसको पनि हजुरले जवाबदेही हुनुपर्छ मेयर साहब हजुरले यो जवाबदेही गर्नुपर्छ हजुरले जवाबदेही हुनुपर्छ त्यो कुरा रोक्नुपर्छ यसरी लान दिनु हुँदैन यी राख्ने रोक्ने अब जान नदिने कुरा बुझ्नुभयो र पोहोरको पिलरको कुरो पनि उहाँ उठाउनुहोस् जुन माथि लाउनु भन्दा लाएन होइन त्यत्रो हामीले त्यो झाडी सफा गऱ्यौँ यहाँले रिस्टोक गरियो अनि त्यसपछि त्यो पिलर कति हरायो त्यही भाइहरू मार्फत आयो के तपाईँहरू चाहिँ श्याम दाई लगायतको बद्री दाई हाम्रो बुद्धिमान दाई उहाँहरू लगायतको मान्छेको अनुगमन समिति बस्नुहोस् मेयर साहब यो कम्पनी नै यही हो मैले भन्नु खोजेको यही हो कसैलाई थाहै हुँदैन सुन्नु है यसलाई यो सुन्नु न बाहिरको मान्छे आएर एकैछिन यहाँ काम सुरु गरेनन् यहाँका मान्छे 2 जना नबसी नबसी त्यो काम सुरु भएन तर यहाँका मान्छेले कोडी पनि किन गरेर यस्तो किन उनीहरू त्यो कप्टी गरेर बसेर भन्नु न तपाईँ अब भन्नु उहाँको अब तपाईँ ढुङ्गा के हुनुहोस् भने सुन्नु यहाँ सुन्नु आज भन्दैछु बद्री राई उहाँले जसले ढुङ्गाको ठिक्का लिनु भएको भनेर हल्ला सुनिरहेको छु म सुन्नु न म भन्दैछु सुन्नु न जस्तो उहाँले बाहिरको मान्छे ढुङ्गा त कन्ट्र्याक्टर पक्का गरेन होला यहाँको मान्छेलाई चाहिँ पहिला सही कुरा गरे होला तर उहाँले यत्रो थाहा हुँदै पनि हामीलाई चाहिँ तपाईँको किन भन्दा गाउँलेलाई चाहिँ एउटा केही सुझाव नहुनु भने चाहिँ ठुलो गल्ती हो यो चाहिँ के गर्नु खोज्छ भन्नु खोज्छ के उहाँको मात्रै टप्पु जस्तो लाग्ने अरू चाहिँ उहाँ चाहिँ सिङ्गल हो कि यसो ठेकेदारले त्यो चाहिँ जिम्मा कसैलाई दिन्छ त सबैलाई दिँदैन तर के गर्नुपर्छ काम राम्रो होस् स्टिमेट अनुसार काम होस् भनेर एउटा अनुगमन अनि ओभरसियर इन्जिनियर आउँदा त हामीलाई पनि जानकारी हुनुपर्छ कहाँदेखि कहाँ के हुँदैछ हाम्रो गाउँमा हामीलाई पनि थाहा हुनु पर्यो अब यो विषयमा हामीले के गर्नुपर्छ छलफल गरौँ राम्रो गरेर लानु तपाईँलाई मैले गर्ने काम है मैले गर्ने काम के हो भने तपाईँहरूलाई एउटा कुरा के गर्छु भने यो इस्टिमेट अनुसारको काम भयो कि भनेर इस्टिमेट देखाउने मैले इस्टिमेट भन्दा 1 इन्च तल माथि इधर उधर हुँदैन यस्तो तपाईँहरूलाई राखेर हाम्रो प्राविधिकलाई राखेर जुन छलफल गराउँछु एउटा कुरा दोस्रो कुरा एउटा यहाँको नगरपालिकाको टिम प्लस तपाईँको टिम यहाँको टिम बसेर एउटा अनुगमन समिति बन्छ किनभने स्टुडेन्ट आफ्नो काम भयो कि भएन राम्रो भयो कि भएन त्यसको हरेक हेर्छ जस्तै यहाँको सामान बाहिर गयो भने त्यो विषय जानु सक्छ खबरदारी गर्नुपर्छ हामीले किनभने हामीमा भएको काम योमा यहाँनिर हामीले खेलाची गऱ्यौँ दायाँ बायाँ गऱ्यौँ भने के हुन्छ यो ठाउँ बिग्रिन्छ क्या त्यो बिग्रिनु तपाईँ हामी बिग्रिनु यसको विषयमा समस्याहरू त्यही भयो वचन जस्तै काम पनि हुनु पर्यो अब म रेगुलर जम्मा 2-3 दिनमा म यहाँ आउँछु विषयमा त्यो काम हुनुभन्दा पहिला तपाईँको एउटा समिति गठन हुनु पर्यो अहिले त काम भइसक्यो यत्रो भइसक्यो समितिसँग के गरेको छैन के छ पहिला यो काम भन्दा अगाडि समिति बन्नु पर्यो नि तपाईँको सुन्नु अहिले भनेको यहाँ अनि यहाँ सुन्नु यहाँ सुन्नु न अनि गाउँको रोकसेक छैन काम हुन्छ इस्टिमेट अनुसार काम भयो भने कसैले के भन्नेले साउजी जब इस्टिमेट भन्दा चाहिँ गलत काम भएपछि मात्रै त्यहाँ विवाद आउने हो त अब के गर्नु तपाईहरु नै गर्नु उधारो तपाईँलाई उहाँलाई अंश बराबर दिए भने त विवाद आएन उहाँलाई धेरै थोरै दिएपछि विवाद आएन त यति कुरा बुझ्नु न यसो कुरा अब यो विवादले गर्दाखेरि अर्को सालदेखि योजना यहाँ पर्दैन हैन यति चाहिँ विचार गर्नु त्यो त ठिकै छ कि सुन्नु न गर्ने कोसिस नगर्ने होइन उहाँहरूको पनि एउटा जनगुनासो हो